यो मन्दिर चाहिँ नेपालीहरूको नेपाली समाजको मन्दिर। यहाँ खुल्ला छ कि छैन? खुल्ला रहेछ। म भित्रै गएर देखाउँछु ल। यहाँबाट मन्दिरमा त्यो गेट र यो मन्दिर ल हेर्नुहोस्, राम्रो छ यस्तो गरेको। यो पशुपतिनाथ मन्दिर, यहाँको पशुपतिनाथ मन्दिर भन्छ। राम्रो छ, राम्रो मन्दिर चाहिँ। पशुपतिनाथको मन्दिर। यता चाहिँ खाने कार्यक्रम रहेछ, खानेको खुवाउनेको कार्यक्रम। बुफिया रहेछ कि यहाँ, बुफिया। यो मन्दिरको पछाडिको भाग, यो पछाडिको भाग। यो चाहिँ किचन, यहाँ किचन रहेछ, बन्दै रहेछ किचन। यो किचन भयो, किचन यहाँ बस्ने खाने। नेपाली समाजको यहाँ कार्यक्रम चल्दै रहेछ भित्र। भित्र कार्यक्रम चल्दैछ। तपाईँ हुनुहुन्छ कार्यक्रम कति हुनुहुन्छ? भव्य रहेछ त्यो भित्र त। हुन्छ, ठिक छ। यहाँ त भव्य रहेछ भित्र त। ल हेर्नुहोस्, रमाइलो छ नि। म चाहिँ यताबाट गएर उताबाट घुम्छु। सबै नेपाली समाजको सबैजना आउनुभएको रहेछ ल मन्दिरमा। भित्र कार्यक्रम हुँदैछ। भानुभक्त जयन्ती होइन आज, त्यसैको लागि कार्यक्रम भइरहेछ। ल हेर्नु, कुकुर जता पनि कुकुर बसेछ ल। यता पनि कुकुर बसेछ। यो पनि उताबाट लिएर गएर सबै घरहरू नेपालीको मात्रै छ। यो चाहिँ नेपालीहरू सिलगढीमा बस्ने नेपाली समाज।